सेट यार बाहिर बाटो ब्लक गरेर बसिरहेको रहेछ न एउटा ह्यान्ड चाहिसक्नु भएको छ बाफ्रे कुद्न तो पडेगा चल भाइ कुद हेलो एन्ड वेलकम टु माई फर्स्ट भ्लग एभर ओके म चाहिँ भर्खरै ओछ्यानदेखि उठेको छु है म चाहिँ भर्खरै अब भ्लग गरौँ भनेर सुरुवात गरेको आज चाहिँ मेरो फर्स्ट डे है आज अब के हुन्छ त बाँकी मुख पनि धोएको छैन अहिले त अब खासै मुख धुन्छु अनि मुख धोइसकेपछि निस्किन्छु अब आज म कहाँ जान्छु के गर्छु त्यो सब कुरा म तपाईँहरूलाई देखाउनेछु ओके देन अब मैले मुख पनि धोएर आइसकेको छु अब मुख पनि धोइसकेँ मैले अब चाहिँ बाहिर जानुपर्छ त्यसको लागि म अब एकछिन रेडी हुन्छु रेडी भइसकेपछि बाहिर जान्छु अनि बाहिर गइसकेपछि के गर्छु त के हुन्छ भन्ने कुरा म तपाईँहरूलाई देखाउने नै छु त्यतिखेरसम्मको लागि तपाईँहरूले भिडियो हेरिबस्दिनु हुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु हस् थ्याङ्क यू ओके अब म बाहिर गएर पनि कहाँ जानु पहिला त म स्कुल जानुपर्ने हुन्छ स्कुलमा गइसकेपछि अनि बल्ल म त्यसपछि चाहिँ स्कुलबाट बाहिर निस्किसकेपछि अन्त ठाउँहरूमा पनि जानेछु अब चाहिँ म स्कुल जानलाई चाहिँ हिँडिरहेको छु सायद अलिक ढिला भइसकेको जस्तो लागिसकेको छ मलाई कुद्नुपर्ने हुन्छ एकछिनमा यो हो म स्कुल जाने बाटो यहाँ चाहिँ एउटा के पो हो यो मलाई त थाहा छैन है त्यसलाई यसो देखाइदिएको नि अनि ओके यो मेरो फर्स्ट भ्लग भएर नि होला मलाई खासै त्यस्तो केही नलेज त छैन तैपनि यसो बनाऊँ यसो इन्टरटेनमेन्ट गरौँ भनेर चाहिँ बनाएको है अनि मलाई चाहिँ अलि गाह्रो चाहिँ लागिरहेछ बोल्दाखेरि पनि अड्की बोल्ने कुरो भइरहेको छ तपाईँहरूले देखिराख्नु भएको छ होइन केही छैन बिस्तारै इम्प्रुभ त हुन्छ होला नि होइन ल ठिक छ देख्न सक्नुहुन्छ यहाँ एउटा कुकुर ल्याएर एउटा ह्यान्ड चाहिसक्नु भएको छ यहाँ चाहिँ आज बाटोमा चाहिँ के भइरहेको रहेछ थोरै ब्लक जस्तो पनि छ त्यहाँ के बन्दै रहेछ कति साँघुरो बनाएको यार बाटो सब आएर बाटो ब्लक गरेर बसिरहेको रहेछ आज चाहिँ यसो धेरै भनियो क्या हो वाउ दामी दामी फुलहरू फुलिसकेको रहेछ सेट यार ओ म चाहिँ ट्रेनको स्टेसन पुग्न लागिसकेको मान्छे मैले पर्स चाहिँ रुममै भुलेछु अब सबै कार्डहरू पर्समै थियो पर्स नै कोठामा भुलिसकेपछि अब यहाँ त जान पाइँदैन त्यही भएर फेरि रुम फर्किनु पर्ने भयो आज चाहिँ ढिला भयो यस्तो पनि भइसक्यो भुलेँ क्या चक्करमा पर्सनै भुलेको पर्सनै सेट अब बिर्समा त बिर्सिसकियो अब बिर्सिएको चिज त बिर्सियो सकियो अब त्यसमा अब टेन्सन लगाएर नि के गर्नु नो टेन्सन आन्ट्सले चाहिँ साइकल कुदाएर गइसक्नु भएको छ यहाँ छुटिहाल्यो अब कुनै अप्सन नै रहेन थाहा पनि ट्रेन स्टेसनमा पुगिसकेपछि थाहा भयो यार अलि अगाडि थाहा भएको भए त फर्किनु हुन्थ्यो नि बाटोबाट त्यसै टाइम वेस्ट भयो यार सेट तब भी हम कूदेंगे कूदना तो पड़ेगा चल भाई कूद सेट दौडी भाइ दौडे रनकुटको तरिकामा है फेरि दौडिने चाहिँ रनकुटो नभएसम्म त टाइम छैन कुद भाइ कुद मेरो रुम नम्बर के भन्नु भयो सेट एकछिन गरौँ सेट पर्स ल्याएर आइसकेको छु पर्स ल्याएर आइसकेको छु एक्सर्साइज भयो अरू के होला यो केही पनि थाहा छैन है मलाई यस्तो जाडो महिनामा तातो पसिना आउने अवस्था भयो आज चाहिँ पारी चाहिँ पुग्नुपर्ने ओ माइ गॉड एकछिन हड्डेर देखाइदिन्छु म गाह्रो साह्रै गाह्रो त्यो भित्ता यो चाहिँ डल्लो एन्ड फाइनल्ली अब चाहिँ म यहाँ पुगिसकेको छु यो हो हाम्रो स्टेसन
साह्रै समस्याका बावजुद आज स्टेसनमा पुग्न सफल भइयो। एन्ड फाइनल्ली स्टेसनभन्दा बाहिर निस्किसकेको छु। यहाँ चाहिँ यो यहाँको हो भ्यू त बहुत अच्छा देख्छ यहाँदेखि त तपाईँ पनि हेरिहाल्नुहोस्। आज मलाई के लागिरहेछ भन्दाखेरिमा चाहिँ आज चाहिँ कता कता हिउँ पर्ला जस्तो लागिरहेछ है। आज यहाँ चाहिँ माहौल एकदम चिसो छ, हिउँ पर्ला 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 जस्तो भइरहेछ। सायद पर्ला जस्तो पनि छ, पर्ला पर्ला जस्तो पनि छ र परोस् पनि। अझै रमाइलो हुन्छ हिउँ पऱ्यो भने नि। ओके ल, यो हो मेरो गएको नजिकैको सिनारियो। गएको जाने गल्ली फाइनल्ली म गएको पुगिसकेको छु। अब गएको पुगिसकेपछि 3-4 घन्टा पछाडि गएको सकेर म पुनः उपस्थित हुनेछु। यो को चिन्नुहुन्छ तपाईँले? एकदम को ढोका मैले इन्टर गरिसकेको छु। पछि भेट्छौँ ल, त्यति दिनसम्मको लागि बाई। एन्ड गाइज म चाहिँ अब मेरो गएको सकेर चाहिँ निस्किसकेको छु। अब चाहिँ के गरौँ त, कता जाम भन्ने कुरा चाहिँ म सोचिरहेको छु। कता जाम एकछिन यसो डुलेर चाहिँ जानु पर्यो। यो हो यहाँको जापानको चाहिँ मन्दिर चाहिँ यस्तो हुन्छ है, अलिकति सानो पारेर हेरौँ। यो हो यहाँको मन्दिर। डेन्जर मलाई त डेन्जर लाग्छ है। भित्र चाहिँ इन्टर गरौँ कि नगरौँ चाहिँ भइरहेको छ, तर नगरौँ होला। इन्टर नगर्दै ठिक हो जस्तो लाग्यो मलाई चाहिँ। राम्रै छ भनौँ। यहाँदेखि यो टावरको सिन चाहिँ देखिँदो रहेछ। यो चाहिँ एकदमै राम्रो देखिरहेको छ यहाँदेखि चाहिँ। म एउटा अर्को कुरा देखाउनु गइरहेको छु तपाईँहरूलाई। यो चाहिँ मलाई एकदम दामी लाग्यो क्या यहाँको चाहिँ। हुन्छ नि यो होटेलको पार्किङ रहेछ है। यो पार्किङ चाहिँ खतरा के, ल बबाली पार्किङ रहेछ। हेर्नुहोस् है त, दामी छ नि त नि, दामी छ नि, दामी। यो हो अर्को ठाउँ। हामी अहिले बिल्कुल अर्को डेस्टिनेसनमा पुगिसकेका छौँ। बाफ्रे मान्छे मेरो लागि कस्तो भइरहेको छ। ओहो बस रहेछ यस्तो भइरहेको छ, यस्तो पानी आइरहेको छ। तै पनि हामी कुद्दैछौँ। एन्ड फाइनल्ली म चाहिँ मेरो रुममा पुगिसकेको छु। अब मेरो आजको टोटल भ्लग चाहिँ यहीँ कम्प्लिट हुन्छ। सो अब अरू पनि नेक्स्ट भ्लगको लागि मेरो च्यानलमा गएर चाहिँ हेर्नु होला। म चाहिँ डेली अपलोड चाहिँ गर्नेछु भन्ने चाहिँ मेरो अब सोच छ। के हुन्छ लेट्स सी। नेक्स्ट भ्लग पनि हेर्नको लागि चाहिँ मेरो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। र आजको लागि छुट्टिन्छौँ। बाई बाई।